हाम्रो जीवनमा नि हाम्रो भावनाहरू चाहिँ थर्मोमिटर जस्तो हुँदैन अरे। बाहिरको टेम्परेचर बढ्दा उनीहरू पनि बढ्ने, बाहिरको टेम्परेचर घट्दा उनीहरू पनि घट्ने, त्यस्तो होइन अरे क्याउ। हाम्रो जीवनमा धेरैपल्ट हाम्रो भावनाहरू पनि बाहिरको मानिसहरूको प्रतिक्रियाहरूले गर्दाखेरि रिस उठ्ने कुराहरू, मन दुख्ने कुराहरू, इभन धेरैजनाले त सुसाइडहरू गर्ने थटहरू पनि उनीहरूकोमा आउँदछ, किनभने बाहिरको मानिसको प्रतिक्रियाले गर्दाखेरि है। तर हाम्रो जीवनमा हाम्रो भावनाहरू चाहिँ नि थर्मोस्ट्याट जस्तो हुनुपर्छ अरे, जसले चाहिँ होल रुमको टेम्परेचर मेन्टेन गरेर राख्छ क्याउ। बाहिर जाडो छ, गरम छ, पानी पर्दैछ, नो म्याटर वाट, तर उसले आफ्नो रुमको टेम्परेचर चाहिँ मेन्टेन गरेर राख्दो रहेछ। हाम्रो जीवनमा पनि हाम्रो भावनाहरू चाहिँ हामीले मेन्टेन गरेर राख्नु एकदम इम्पोर्टेन्ट छ। बाहिरबाट मानिसहरूको प्रतिक्रिया त आउँछ, तर त्यसलाई हामीले प्रतिक्रिया आउँदाखेरि माथि चढ्ने, रिस उठ्ने, आफूलाई मन दुखाउने होइन, हामी त्यो सुसाइड केसेसहरूतिर जाने त्यस्तो सोचहरू नल्याएर तर हामीले मेन्टेन गर्नुपर्ने हाम्रो भावनाहरूलाई। इट इज भेरी इम्पोर्टेन्ट कि हाम्रो भावनाहरू चाहिँ थर्मोमिटर जस्तो होइन, तर थर्मोस्ट्याट जस्तो हुनुपर्ने।